त साथीहरू, यो कथा हो एउटा सहरको, जनकपुर मिथिलाधाम जनकपुर धामको। हाम्रो कथा सुरु हुन्छ गङ्गासागरबाट। गङ्गासागर पश्चात हाम्रो कथा मोड लिँदै जानकी मन्दिर आइपुग्यो। जानकी मन्दिर त धेरै पटक आए, तर यो पटकको दृश्य केही अर्कै कुरा बोल्दै थियो। देश विदेशका विभिन्न कुनाबाट मानिसहरू उल्लासका साथ यो पर्व हेर्न आएका थिए। मैथिली संस्कृति अनुसार आजको दिन विवाहित महिलाहरू आफ्नो श्रीमानको दीर्घायुको लागि व्रत राख्दछन्। यो भव्य कथाको एउटा छोटो दृश्य पेश गर्दैछु, इन्जोय गर्नु।
मजाले बसिरहेको छ एक्जस्टेड भयो क्या हो धेरै गर्मी छ अनि थाकी पनि सके भोक पनि लागेछ के गरौँ अहिले हामी जानकी मन्दिर आजको सुट प्याकअप तो खत्तम ल अब हामी घरतिर जान लागेको